ल साथीहरु तपाईहरुलाई चाहिँ बाथरुमको कर्नरमा चाहिँ यो टाइल कसरी लगाउन सकिन्छ भनेर तपाईहरुलाई मैले देखाउँदै छु। यो किन यसरी लगाइन्छ भनेदेखि हामीले कुनामा चाहिँ कुनै दराज राखेर कुनै चाहिँ अर्थोकै राखेर चाहिँ स्याम्पू साबुन यता पेस्टहरु ब्रशहरु राख्ने ठाउँ चाहिँ बनाउनु पर्थ्यो हैन त। अब यो चाहिँ टाइलैबाट चाहिँ उहाँले चाहिँ तयार गर्दै हुनुहुन्छ। यो कर्नरमा हेर्नुस् त कुना कप काट्नु भएको छ, कप काटेर तलबाट चाहिँ उल्टो बनाएर चाहिँ टाइल लगाउनु हो, माथिबाट फेरि एक पिस लगाइदिनु भयो र साइडमा पट्टी लगाइदिनु भयो। यो लगाइसकेपछि के भयो, कति राम्रो फिनिशिङ हुन्छ र अर्को दराजको पनि आवश्यक पर्दैन। यो भयो बलियो पनि भयो, कुनै पानी कुनै खिया लाग्ने कुनै केको टेन्सन भएन। हेर्नुस् त सधैँको लागि यो आइडिया भनेको कति राम्रो छ। हेर्नुस् त तपाई हामीले पनि यस्तो आइडिया चाहिँ युज गर्न सकियो भनेदेखि, यो आइडियाले चाहिँ यसरी बनाउनु पर्यो भनेर चाहिँ गराउन सकियो भनेदेखि धेरै राम्रो घरमा बाथरुममा। ल हेर्नुस् कति राम्रो। अब दराजै किनेर ल्याएर त्यहाँ फिट गरे जस्तो भएको छैन त। ल हेर्नुस् त यो हो नि तरिका हैन त। तपाई हाम्रो चाहिँ घरमा चाहिँ यसरी चाहिँ गरौँ है त साथीहरु, धेरै राम्रो हुन्छ है त। ल धन्यवाद है त भिडियो हेरिदिनु भएकोमा धेरै धन्यवाद हजुरहरुलाई। फेरि पनि यस्तै भिडियोहरु म लिएर आउने छु, हेर्दै गर्नु होला, सुन्दै